त्यहीँ पुग्ने हामी त्यहाँ जाने हो हामी अहिले चाहिँ हामी यहाँ छौँ यस्तो बाटोमा अप्ठ्यारो छ अनि यो कुरो फेरि हेर्नेर यस्तो छ फेरि कति बेला आउला र मान्छे लाग्ला भन्छ अनि यो चाहिँ पुरानो रेसमको को हुनुहुन्छ हेलो यस्तो डाँडा काँडा कति रमाइलो आँखा यही ठाउँ जन्मेको यही ठाउँ हुर्केको हो यो डाँडादेखि हामी उतापट्टि है पछाडि फुपू हुनुहुन्छ हाम्रो प्यारी फुपू हाम्रो प्यारो भाइ मेरो कान्छो भाइ हामीहरूको पुछारो हो यो मेरो दिदी हो यहाँ अर्को भ्लग बनाउँदै हुनुहुन्छ यो मेरो कान्छी फुपू यो मेरो भाइ हामी सबैजना जाँदैछौँ हाई भनिदेऊ गाइज हाई बाटो यस्तो अप्ठ्यारो छ हाई भनिदेऊ हामी रात पर्न लाग्छ यहाँ भिडियो बनाउँदैछु रात परिसक्यो हामी जाने हो त्यो डाँडामा हो यो नयाँ ब्याउली जल पुगेर एकछिन हेर्दै गर्नु होला बाटो कति अप्ठ्यारो छ आइपुग्नु पर्यो यहाँ यत्रै झोला बोकाएको यिनीहरूलाई यो त यहाँ चाम्रो अगाडि गयो यो पाइप यो पानी लिने होला चाहिँ अनि उता तल हेर्नु धान फलेको रहेछ ए नगर यो पाइप पानी लिने अनि यस्तो बाटो यति गाह्रो छ ऊ त्यहाँ जाने हामी ऊ त्यहाँ जाने हामी यस्तो छ बाटो डर लाग्दो छ डर लाग्दो छ यस्तो बाटोमा कसरी जाने के यस्तो छ के बाटो डर लाग्ने छ बाटो यो पानी खाने पानी भरेर खानु पर्यो